तर फोनै गर्न दिन्छु म तपाईँको सिरियसली भन्नुभएको अनिताको एउटा ठुलोबाको काकाको छोरी दिने कुरा गर्दैछ जग्गा 4-5 कट्ठा हुनु पर्यो घर हुनु पर्यो हाँस्छ भयो फेरि अनि छ त नि जग्गा 4-5 कट्ठा हुनु पर्यो घर हुनु पर्यो अनि छ त अनि कस्तो मान्छे रहेछ मेरो त नि जम्मै बिहे गर्न तयार हो खोइ कहाँ छ त अनि हेर्नु गर्न केटीले कस्तो मास्टर डिग्री कम्प्लिट गरिसकेको जुनै डिग्री गरे पनि त अब होइन 4-5 तोला सुन चाहियो अरे कहाँबाट अहिले त सुन्दा छैन नि बिहे गर्ने कि नगर्ने कसले फेरि पहिलेको बुढी यस्तो कुटेर खेलाउने हो कि बा अन्त किन खोज्नु अनि भनेपछि के बिहे गर्न तयार हो फोन लगाइदिन्छु एकचोटि बोल्ने हो त कुरा गर्नु न कहिले आयो त होइन त्यही पनि कुरा मोबाइलमा फोटो चाहिँ देखाउ न मोबाइलमा फोटो थियो हौ ग्यालेरी कहाँ भयो कस्तो लाग्छ तपाईँलाई हेर्नु होइन मन पऱ्यो भनिहाल्नु हेरौँ न केटी हेरेपछि सटै एकैचोटि थाहा भइहाल्छ नि ल बस्नु म देखाइहाल्छु नि केटी त सट्टै थाहा पाउँछ के थाहा पाउने सट्टै फोटो सेभ गरेर राखिदिएको थिएँ मैले अलिकति पाउनु ए हेर्नु है म तपाईँलाई देखाइहाल्छु अटो अटो त्यहाँ गयो फोटो फोन गएको मोबाइलमा पो छ होला पोखा पोखा त्यो पनि भेटिहाल्छ यहाँ के बिहे गर्न तयार हो त तिमी तयार त हो त नि खै त्यो यो त नयाँ मोबाइल हो नि कसको हो नयाँ मोबाइल हो क्या ओहो एकचोटि फोनमा बोला न त नभए म फोन लगाइदिन्छु बोला न त खै त एकछिन ओहो ल हेलो बुढी ऊ त मैले यहाँ मालदाईसँग अस्ति कुरा गरेको थिएँ नि यहाँ के रामबहादुर कार्की एकजना दाई हुनुहुन्छ 4-5 कट्ठा जग्गा छ बिहे गर्न तयार हुनुहुन्छ पहिले विदेश पनि बसेर आउनुभएको ल एकचोटि कुरा गर न त हेलो हेलो ओ बोला न कहाँ तिमीतिर सुस्मिता हो भन न बोला न छिटो ए फेरि कस्तो अनुहार हेर्नु सुस्मिता हो भन न अनि खोइ त बोलेको छैन हेलो सुस्मिता हो भन बोला न बोला न ल ल भोलि अब